नमस्कार, आज यहाँहरुमाझ नयाँ भिडियो लिएर आएका छौं। आजको भिडियोमा पोखरादेखि अप्पर मुस्ताङसम्म पुग्दा देखिने सुन्दर दृश्यहरू देखाउने छौं भने बाइकमा अप्पर मुस्ताङसम्म पुग्न लाग्ने समय, खर्च र विभिन्न महत्त्वपूर्ण ठाउँहरूको बारेमा समेत बताउने छौं। अहिले हामी पोखराको 0 किलोमिटरमा छौं। अब बागलुङ हाइवे हुँदै अगाडि बढ्ने छौं। नौडाँडासम्म पुग्न भने दुईवटा बाटो हुँदै जान सकिन्छ। एउटा सरङकोट तर्फको बाटो र अर्को सिधै हाइवे तर्फको बाटो जान सकिन्छ। सरङकोट हुँदै गइयो भने अझै सुन्दर दृश्यहरू देखिने छन्। हामी भने हाइवेबाट नै जाँदैछौँ। सरङकोट तर्फको बाटो बागलुङ हाइवेको 24 किलोमिटरको दूरीमा पर्ने नौडाँडामा भेटिन्छ। नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ लुम्ले पोखराबाट 33 किलोमिटरको दूरीमा रहेको छ। लुम्लेबाट नयाँ पुल 7 किलोमिटर दूरीमा रहेको छ। नयाँ पुलबाट प्रसिद्ध पर्यटकीय स्थल घान्द्रुक जाने मार्ग छुटिन्छ भने सोही मार्ग हुँदै पुनहिल घुरेपानी पुगिन्छ। अब हामी कास्की जिल्ला छोडेर पर्वत जिल्ला प्रवेश गर्दैछौँ। हामी पर्वतको सदरमुकाम कुस्मा आइपुगेका छौँ। कुस्मा पोखराबाट 60 किलोमिटरको दूरीमा रहेको छ। यहाँ बन्जीको साहसिक क्रियाकलाप गर्न देश तथा विदेशबाट पर्यटकहरू आउने गर्दछन्। हामी कुस्माबाट कालीगण्डकी नदीलाई पछ्याउँदै अगाडि बढ्दैछौँ। हामी मालढुङ्गा आइपुगेका छौँ। यहाँ दुईवटा बाटो देख्न सक्छौँ। देब्रे तर्फको बाटोबाट गयौँ भने बागलुङ हुँदै म्याग्दीको बेनी बजार पुगिन्छ भने दाहिने तर्फको बाटो अर्थात् मुस्ताङ हाइवे हुँदै गयौँ भने पनि बेनी बजार पुगिन्छ। मुस्ताङ हाइवे भने अफ रोड रहेको छ। हामी मुस्ताङ हाइवेबाट नै जानेछौँ। फर्किँदा भने बागलुङ हुँदै आउने छौँ। अहिले बेनी बजार आइसकेका छौँ। बेनी बजार पोखराबाट 81 किलोमिटरको दूरीमा रहेको छ। अब हामी बेनी बजारबाट अघि बढ्दैछौँ।
हामी तातो पानी आइपुगेका छौँ। तातो पानी बेनी जोमसोम मार्गमा पर्दछ। तातो पानी बेनी बजारदेखि 21 किलोमिटरको दूरीमा पर्दछ भने पोखरादेखि 103 किलोमिटरको दूरीमा रहेको छ। यस तातो पानीमा नुहायो भने धेरै किसिमका रोगहरू निको हुने मान्यता राखिन्छ। अहिले हामी रूप्से झरना आइपुगेका छौँ। तातो पानीबाट 8 किलोमिटरको दूरीमा रूप्से झरना पर्दछ। यो घाँसा हो। यहाँ पेट्रोल पनि पाइन्छ। यहीँ पेट्रोल भरेर गयौँ भने हामीलाई अप्पर मुस्ताङ पुगेर आउन सजिलो हुनेछ। घाँसा पोखराबाट 119 किलोमिटर दूरी पार गरेपछि पुगिन्छ। यो म्याग्दी र मुस्ताङको सिमाना हो। यहाँ प्रहरी चौकीमा आफ्नो परिचय पत्र देखाउनुका साथै सवारी साधन इन्ट्री गर्नुपर्दछ। अब यहाँबाट राम्रो बाटो साथै अझै रमाइलो स्थानहरू भेटिन्छन्।
अहिले हामी मार्फा आइपुगेका छौँ। मार्फा पोखराबाट 145 किलोमिटरको दूरीमा पर्दछ। मार्फा तल्लो मुस्ताङको मुटु हो। मार्फा एक अद्भुत प्राकृतिक र सांस्कृतिक स्थल हो जुन हिमालयको शान्त वातावरणमा लुकेर बसेको छ। एकै किसिमको मौलिकतामा आधारित घरहरू रहेको मार्फा गाउँमा करिब 150 घर परिवारहरू रहेका छन्। वरिपरि पहाडले घेरिएको सुन्दर बस्ती भएको मार्फा तिब्बती संस्कृति र परम्परागत धरोहरको एक महत्त्वपूर्ण केन्द्र मानिन्छ। एकै नासको घरहरू र बाक्लो बस्ती बीचका पदमार्गहरूमा पर्यटकहरू तस्बिर र भिडियो खिचेर रमाइरहेका हुन्छन्। मार्फा गाउँमा स्वदेशी तथा विदेशी गरी दर्जनौं चलचित्रहरू छायाङ्कन भइसकेका छन्। कृषि पर्यटनको नमुना मानिने मार्फा गाउँ स्याउको राजधानीको नामले समेत परिचित रहेको छ। हामी मुस्ताङको सदरमुकाम जोमसोम आइपुगेका छौँ। जोमसोम पोखराबाट 151 किलोमिटरको दूरीमा पर्दछ। अब हामी कागबेनीतर्फ जाँदैछौँ।
हामी कागबेनी आइसकेका छौँ। कागबेनी पोखराबाट 161 किलोमिटरको दूरीमा रहेको छ। पोखरादेखि अप्पर मुस्ताङसम्मको यात्रामा पहिलो दिनको बास हामी यही कागबेनीमा बस्नेछौँ। अहिले बिहान भइसकेको छ। हामी कागबेनीमा छौँ। कागबेनी मुस्ताङ जिल्लाको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका स्थित कालीगण्डकी नदीको बेसीमा अवस्थित रहेको छ। कागबेनी प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको रूपमा चिनिन्छ भने पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्र हो। कागबेनीमा एक बासको एटेच रुम भाडा रु 2000 देखि पाइने रहेछ भने सादा खानाको रु 400 रहेको छ। मासु खाना पनि ठिकै मूल्यमा पाइने रहेछ। अब हामी मुक्तिनाथ मन्दिरको दर्शन गरेर पुनः कागबेनी हुँदै अप्पर मुस्ताङको यात्रा गर्नेछौँ। कागबेनीबाट मुक्तिनाथ 17 किलोमिटरको दूरीमा रहेको छ। हामी मुक्तिनाथ मन्दिर आइपुगेका छौँ। मुक्तिनाथ क्षेत्र हिन्दू तथा बौद्ध मार्गीहरूको लागि एक महत्त्वपूर्ण तीर्थस्थल हो। मुक्तिनाथलाई मुक्ति प्राप्तिको स्थलको रूपमा मानिन्छ। विशेषतः यहाँ रहेको 108 धारामा नुहाउँदा भक्तजनहरूको आत्मा र शरीरको शुद्धिकरण हुने विश्वास राख्दछन्। हामी यहाँ वरिपरि सुन्दर दृश्यहरू हेर्न सक्छौँ। अब हामी पुनः कागबेनी हुँदै अप्पर मुस्ताङसम्मको यात्रामा हुनेछौँ। हामी कागबेनीमा खाना खाएर अब अप्पर मुस्ताङको यात्रा गर्दैछौँ। आजको यात्रा कागबेनीबाट लोमानथाङसम्म हुनेछ। कागबेनीबाट लोमानथाङ लगभग 85 किलोमिटरको दूरीमा रहेको छ। कागबेनीबाट अगाडि 2 किलोमिटर पिच बाटो रहेको छ भने अरू बाँकी बाटो अफरोड रहेको छ। हामीले कागबेनीबाट लोमानथाङसम्म पुग्दा भेटिने महत्त्वपूर्ण स्थानहरू छुसाङ, छुङखर, घामीगाउँ, चारङ आदि हुन्। कागबेनीदेखि छुसाङ 13 किलोमिटर, छुसाङदेखि छुङखर 33 किलोमिटर, छुङखरदेखि घामीगाउँ 11 किलोमिटर, घामीगाउँदेखि चारङ 12 किलोमिटर, चारङदेखि लोमानथाङ 16 किलोमिटर दूरीमा रहेको छ। हामी बाटोमा एकदमै सुन्दर दृश्यहरू देख्न सक्छौँ। हामी कालीगण्डकी नदीको किनारै किनार जाँदैछौँ। अहिले हामी कालीगण्डकी नदीको पुल आइपुगेका छौँ। अब हामी कालीगण्डकी नदीलाई दाहिने बनाउँदै बिस्तारै उकालोतर्फ जानेछौँ। केरला हाइवेमा भेटिने उपल्लो मुस्ताङको सबै क्षेत्रहरू उस्तै सुन्दर देखिन्छन्।
हामी लोमानथाङ पुग्न लागिसकेका छौँ। यहाँबाट लोमानथाङ देख्न सकिन्छ। हामी लोमानथाङ आइपुगिसकेका छौँ। लोमानथाङ पोखरादेखि 246 किलोमिटरको दूरीमा रहेको छ। लोमानथाङ नेपालको ऐतिहासिक महत्त्वको क्षेत्र हुनुको साथै प्रसिद्ध पर्यटकीय स्थल पनि हो। मुस्ताङका प्रथम राजा अम्पालले स्थापना गरेको माटोको सहर हो लोमानथाङ। मुस्ताङ बेग्लै राज्य हुँदा लोमानथाङ राजधानी थियो। मुस्ताङे राजाको दरबार वरिपरि 180 घरधुरीहरू रहेका छन्। यो बस्ती करिब 600 वर्ष पुरानो हो। विशाल फाँट भएको बस्तीलाई चारैतिरबाट 2 मिटर फराकिलो र 8 मिटर अग्लो माटोको पर्खालले घेरिएको छ। दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कार र संस्कृति मिल्ने यहाँको मुख्य विशेषता रहेको छ। आज हामी यहीँ बस्नेछौँ र भोलिको यात्रा केरला बोर्डरसम्म हुनेछ। अहिले बिहान भइसकेको छ। हामी लोमानथाङमा छौँ। यहाँ एक बासको रुम भाडा 2500 देखि माथि लाग्ने रहेछ। सादा खानाको भने 4 देखि 500 रुपैयाँ रहेछ। यहाँ पनि कागबेनीमा भन्दा केही रुपैयाँ मात्र महँगो रहेछ। हामी बास बसेको होटलबाट केरला बोर्डरतर्फ जाँदैछौँ। लोमानथाङबाट केरला बोर्डर लगभग 22 किलोमिटरको दूरीमा रहेको छ। केरला बोर्डर पुगुन्जेल सबै बाटो अफ रोड रहेको छ। हामी बाटोमा एकदमै सुन्दर दृश्यहरू देख्न सक्छौँ। यो केरला जाने बाटो यतै हो। एउटै छ कि बिचतिर छुट्टी? एउटै मात्रै हो। यहाँ प्रहरी पोस्ट रहेको छ। प्रहरी पोस्टमा सवारी साधन इन्ट्री गरेर जानुपर्ने रहेछ। साथै प्रहरीले बोर्डरमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने बारेमा जानकारी पनि दिनुहुने रहेछ।
हामी केरला बोर्डर पुग्न लागिसकेका छौँ। यहाँबाट एकदमै सुन्दर दृश्यहरू देख्न सक्छौँ। हामी केरला बोर्डर आइसकेका छौँ। केरला बोर्डर समुद्र सतहदेखि 4650 मिटरको उचाइमा अवस्थित छ भने नेपाल चीनको 14 नम्बर सीमा स्तम्भ यहीँ रहेको छ। यहाँ चाइनातर्फको पूर्वाधार राम्रो देखिन्छ भने नेपालतर्फ स्थायी संरचना देखिँदैन। सामान्य पाल टाँगेर बसेको देख्न सकिन्छ। यो ठाउँ प्राकृतिक रूपमा एकदमै सुन्दर रहेको छ। यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने भिडियोमा लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दै अहिलेसम्म भिडियो हेरेर हामीलाई साथ दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछौँ। नमस्कार।